साथीहरू सबैलाई नमस्कार। उपसंहार र यसले देखाएको बाटोमा आजको उपशीर्षक छ जन्म चिन्हले जे भन्यो त्यही भए। मलाई नयाँ नयाँ कुरा सोच्ने गर्ने र डुलुवा हुन्छ भन्ने छ मेरो जन्म चिन्हमा। मैले अगाडिको मेरो कुराहरू राख्दाखेरि यहाँहरूलाई मैले जानकारी दिएको थिएँ साथीहरू। अब आज चाहिँ म डुलुवा कसरी भएँ, घुमन्ते कसरी भएँ भन्ने विषयमा म साथीहरूलाई जानकारी दिन चाहन्छु, टिकटकका साथीहरूलाई विशेषतः। बासँग हुँदाखेरि म यहाँ अब आफ्नो ठाउँमा यताउता घुम्ने भइ नै हाल्यो। अनि बाले मलाई सानैमा काठमाडौँ पनि लिएर जानुभयो, पोखरा पठाइदिनु भयो पढ्नलाई। अनि पोखरा घुमेँ। अनि जब म क्याम्पस पढ्ने भएँ त्यसपछि वामपन्थी विचारसँग म नजिक भएँ। अनि सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो, आमा दिदी बहिनी हो कति बस्छौ दासी भई, मानिस छुत छुत हुन्छ म भन्दै भन्दिन, नउठी भएन नेपालका दिदी र बहिनी हो। यसरी अनेकौं जनता गीतहरू भाग 1, 2, 3 पुस्तक थिए हामीसँग। लोकगीतहरूदेखि लिएर रङबिरङ गीतहरू हामीले गाउन थाल्यौँ। त्यसपछि टिकटकका साथीहरूलाई यो सबै नामहरू नयाँ हुन सक्छ। बजारबाट चकरी मकरी भन्ने ठाउँ छ, परै छ। मनरी, कैलाश, त्यसपछि आग्रा, पालुङ, नौखण्डी, टिस्टुङ, बज्रबाराही, टखेल, मार्कु, चितलाङ, इपा, अनि त्यसपछि उता फापरबारी, सिन्धुली, राईगाउँ, अनि त्यसपछि यो के अरे भित्रको ठाउँहरू जस्तो बुढीचौर भन्छ, त्यसपछि एक्लेखेत भयो, कुडुले भयो, अनि थुप्रै ठाउँहरू, बारा पर्सा रौतहटको थुप्रो ठाउँहरू। अनि त्यसपछि तपाईको उता जनकपुरसम्म यसरी यी गीतहरू गाउँदै 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 जाने क्रम भयो साथीहरू। काठमाडौँमा हुँदाखेरि मैले काठमाडौँको जामाचो गुम्बासम्म पनि पुगेँ म, तारकेश्वर महादेवसम्म पनि पुगेँ म। त्यसपछि चाँगु होस् चाहे साँखु होस्, चाहे यता यो सन्तानेश्वर महादेव होस्, अनि त्यो भित्रको थुप्रो इलाकाहरू, लेले होस् चाहे लाँकुरी भन्ज्याङ होस्, थुप्रो ठाउँहरू घुम्ने काम भयो। सहर बजारको मन्दिरहरू त करिब करिब म धेरैमा पुगेँ। अहिले पनि यसो सम्झिन्छु, खुसी लाग्छ। फुलचोकी डाँडासम्म पनि पुगेँ म। मलाई भोला थापा साथीले लग्नु भएको थियो। अनि टोखाको चण्डेश्वरी बाबासँग पनि मेरो भेट भयो। उहाँले भन्नुहुन्थ्यो सतीदेवीको शक्तिलाई आफ्नो शरीरमा धारण गर्नु छ, त्यसको लागि साधना गरिराखेको छु भन्नुहुन्थ्यो। उहाँ सायद अहिले पनि हुनुहुन्छ। कीर्तिपुरको त आदिनाथ, उमा महेश्वर, अनि बागभैरव त कति गएँ। चाहे त्यो भीमढुङ्गा होस् चाहे गुर्जे भन्ज्याङ होस्, भक्तपुरको त कति ठाउँहरू, त्यहाँभित्रको सबै ठाउँहरू घुम्ने कामहरू भयो। ललितपुरको त्यस्तै भयो। दुलखेलमा पनि मैले सङ्गीत पढाउँदाखेरि त्यहाँ पनि मैले थुप्रो ठाउँ, चाहे हजार खुड्किला होस् चाहे गोरक्षेश्वर महादेव होस् चाहे त्यहाँको अस्पताल होस्, त्यहाँ थुप्रो ठाउँहरू घुम्ने कामहरू भयो। गोसाइँकुण्ड पनि गएँ साथीहरू म। बम्बई 2 पटक गएँ।
कलकत्ता, केरला, कन्याकुमारी पनि घुम्ने अवसर जुर्यो। मैले लेखेको नाटक राम्रो भएर मद्रास हुँदै श्रीलङ्कासम्म पनि जान पाइयो। यसरी समग्रमा साथीहरू कतिको त जिन्दगीमा सायद यस्तो कुराहरू नमिल्ला। मलाई चाहिँ मेरो यो जन्मचिह्नको कारणले गर्दाखेरि डुलुवा हुन्छ, नयाँ नयाँ कुराहरू गर्ने हुन्छ भनेर भनेको कुरा चाहिँ पुगेको छ। अनि टिकटकको साथीहरूलाई आज मैले जन्मचिह्नले जे भन्यो त्यही भए भनेर यो शीर्षकमा आफ्नो कुराहरू राख्न पाउँदा खुसी लागेको छ। हस् त, धन्यवाद।